So hello everyone, namaste सम्पूर्णमा I hope सबैजना सन्चै हुनुहुन्छ. वेलकम ब्याक टु माई च्यानल एन्ड वेलकम ब्याक टु माई न्यू एन्ड वान भिडियो. यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ प्लिज सब्सक्राइब टु माई च्यानल र भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनु होला. आज लामो समयपछि म तपाईँहरूमा आज नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु. अनि मौसम चाहिँ यस्तो छ, पहाडी इलाकाको आजभोलि चिसो छ मौसम. बेलुका र बिहान अहिले चाहिँ घाम लागेर त्यस्तो जाडो छैन. अनि बहिनी घर आएको छ. बहिनीले चाहिँ दाल बुढी अनि यता फाफर चाहिँ सबै कलेक्ट गरेर कुट्दैछ. अनि हाम्रो कन्स्ट्रक्सनको माथि रोडको सोलिङ हाल्ने काम चाहिँ भर्खरै सकिएको छ. अर्को ठाउँमा भइरहेको छ काम, तर म त्यहाँ नगएन भए. अनि आज चाहिँ म यहाँनिर मौरी अर्को एउटा डोर लिएर चाहिँ तलपट्टिदेखि राखिदिएको छु. अनि फिट पनि भइसक्यो, सेटअप पनि भइसक्यो. अनि प्लस कफी टीमा टिप्ने आज प्लानिङ हुँदैछ मेरो. अलिकति टिपिसकेको छ, पनि हुन्छ आज. अनि बहिनी चाहिँ किचनमा छ, सामानहरू सबै लुगाउनु पर्ने हुन्छ. मैले फाफाहरू चाहिँ यस्तो छ, यति नै आउँदो रहेछ. यति धेरै पनि छैन. कफी चाहिँ अनि कति कलेक्ट भइसक्यो भने अहिलेसम्म 31सम्म चाहिँ कलेक्ट भइरहेको छ कफी. यति चाहिँ कलेक्ट भइरहेको छ कफी. अगाडिमा देखेको छैन. यति चाहिँ कलेक्ट भएको छ कफी. अनि बाँकी चाहिँ ट्युन पर्ने हुन्छ. ल भर्खरै चाहिँ म यहाँ कफीको बोटमा आइसकेको छु. यता घरदेखि अलिक यता छ आइसकेको छु. यहाँनिर कफीको बोट चाहिँ यहाँनिर 3टा छ. अनि यसमा चाहिँ अलिकति खासै फलेको छैन, यसमा फलेको छ. अनि यसमा पनि फलेको छ, तर प्रायः यहाँ सुकेर झरिसकेको छ. म चाहिँ खानासाना खाएर यहाँ आइसकेको छु. अनि यहाँनिर छ यहाँ अलिक अल्गो भएको कारणले डोकोमा चढ्ने. अनि यहाँ चाहिँ लगाउने राख्ने ठाउँ भाडो भयो, बाल्टीमा राख्ने हो. यो चाहिँ यस्तो छ है. कफी चाहिँ तपाईँ देख्न सक्नुहुन्छ, यस्तो तरिकाले फलिरहेको छ. बाँकी पनि राखेको छ. यो ठाउँको चाहिँ अलिकति हिजो टिप्सकेको थिएँ, हेर्नु सक्नुहुन्छ तपाईँहरू. यहाँ सुकेर यो खेर वेस्ट भइसक्यो, सबै झरेर फेरि नयाँ बिरुवा उम्रिने रहेछ है. यहीबाट किन सुकेको भने यो सबै पाकेर ढिलो भयो, टिप्नु ढिलो भएर चाहिँ सुकेको. यस्तोहरू यहाँदेखि यहाँ राख्यो, यसरी यहाँ चढ्यो, यसरी अब चाहिँ भेटिन्छ. अब यस्तो तान्दा पनि क्या. अब चाहिँ त तलदेखि तान्दा त भाँचिन्छ नि त. यसरी तान्ने काम भइहाल्छ. सबै सुकेर सत्यनाश भइरहेछ. सुकेर परभन्दा चाहिँ परको चाहिँ मैले टिपिसकेको छु. तर बबाल फल्नु चाहिँ बबालै फल्ने हो. टाइम लाग्छ क्या यसलाई कलेक्ट गर्नु चाहिँ. अब यो यति पाकेपछि यसलाई टिपी नै हाल्नुपर्ने हुन्छ, किनभने अलिक पछाडि कसले टिप्छ यार. बाँकी राख्दै यार बाल्टीमा मजाले फ्याँकेछु. एकछिनमा पुरै छुट्याउनु पर्ने हुन्छ. चराले पनि खाइदिएछ. सुकेकोमा चाहिँ कस्तो हुन्छ भने बिनहरू यस्तो हुन्छ क्या,
के बिन्स पुरै फोकिरहेछ है बिन्स देखिरहेछ अहिले हाल चाहिँ बाल्टीलाई मैले माथि यहाँ अल्झाएर टिप्दैछु कफी है सो अलराइट फ्रेन्ड भर्खर चाहिँ मैले यो बोटको मात्रै सकेको छु ल यो बोटको चाहिँ फिनिस्ड भइसक्यो बलियो घन्टो लाग्यो अनि त्यो बोटको चाहिँ यति छ त्यो बोटको चाहिँ लगभग यो बाल्टीभरि नै आउने रहेछ त्यो बोटको मात्रै यो बोटको मात्रै है यो अलिक झाँगिएको छ नि त यस्तो झाँगिएको छ क्या त्यही भएर धेरै फलेको रहेछ क्या यो सदा अरू वर्षतिर पनि अरू वर्ष अघि योभन्दा अघिल्लो वर्षमा पनि यस्तै फलेको थियो लटरममै तर यसपालि चाहिँ अलिक फुलेको चाहिँ अलिकति पानी परेर धेरै झरेर चाहिँ खासै फल्नु पाएन तर पनि यतिको चाहिँ फल्यो है अनि अब यतातिर जाउँ यतातिर कतिको पाएको छ पाएको मात्रै टिप्ने नपाएको पाके अलिक पछि टिप्नु पर्ने हुन्छ बलियोले चाहिँ सक्यो अब अर्कोतिर चाहिँ यतातिर चाहिँ अलिअलि छ पाकेकोहरू यिनीहरू मैले टिप्नु पर्ने हुन्छ कहिले टिपिसक्नु कम्ता धेरै गुहार पो चाहिने रहेछ त गुहार गर्दा मात्रै पो सक्ने रहेछ त यतातिर यहाँ ततिर चाहिँ हेरेको छैन मैले कस्तो फलेको छैन एकदम ठिकै फलेको रहेछ अलिअलि टिप्ने बेला भएको छ सबै चाहिँ टिप्ने बेला भएको छैन तर पनि भित्र यस्तरी हुनुपर्ने हुन्छ भित्र झन् गाह्रो भइसक्यो त साथी त बाल्टी त सबै कहिले टिप्छ अब वाउ लटरम्मै छ नि यता पनि अलिक दिनपछि हप्ता दिनपछि मात्रै हुन्छ यिनीहरू ल है ल यति मात्रै ल अहिले चाहिँ यति कलेक्ट गर्न सफल भएँ म होइन यो दुईवटा बुटको चाहिँ मजाले पाकेको रहेनछ तलतिर चाहिँ एकदमै लटरमै फलिरहेछ होइन तर अलिक टिप्ने बेला भएको छैन समय भएको छैन पाकेको छैन रहेछ छिपेको रहेनछ होइन कलरिङ चाहिँ एकदम बबाल आउनुपर्छ यस्तोहरूले काम दिँदैन अरे यस्तोहरू अहिले नै यिनीहरू बिहा मजाले छिपेको छैन यसको बिन्सहरू मजाले छिपेको हुन्न त्यही भएर अब टिप्ने बेला भएको छैन अनि यहाँ चाहिँ एउटा भएको छ यहाँको टुप्पो एकदमै नरमाइलो लाग्यो अनि यताको चाहिँ सफापे भयो अनि अब अलिक दिनपछि हुन्छ होला अलिअलि भए पनि अनि अलिअलि रहेछ यस्तै हो धेरै भएको भए चाहिँ धेरै रमाइलो हुने रहेछ 10-12 बोट चाहिँ हुनुपर्ने रहेछ यस्तो फल्ने यहाँ त मेरोमा त अब 2-3 बोट त हो फल्ने 10-12 बोट भएको भए चाहिँ दामी हुँदैछ खतरा हुँदैछ बुबाले फल्दैछ नि त 10-12 बोटले त अनि भएको पनि बबाल हुँदैछ ल अनि यहाँनिर बिरुवा उम्रिरहेछ है मजाले अब यो चाहिँ अलिक सार्ने बेला भएको छ अलिक पछि सार्नुपर्ने बेला हुन्छ या काँडाले दियो गच्यो अरे सार्नुपर्ने हुन्छ अलिक पछि अहिले चाहिँ बेला भएको छैन अब चाहिँ म घर जानुपर्ने हुन्छ नुहाइधुवाइ गर्नुपर्ने हुन्छ फाइनली म घर आइपुगिसकेर फिजाइसकेको छु अस्तिको र अहिलेको मिसाइसकेको छु मैले यहाँ चाहिँ यस्तो भइसकेको छ हात यस्तो छ मेरो
अनि कफी चाहिँ यति छ। अब बाँकी भनेको चाहिँ अलिक पछि टिप्नुपर्ने हुन्छ, अहिले बेला भएको छैन। यति चाहिँ टिपेर अब जिम्मा दिनुपर्ने हुन्छ व्यापारी दाजुहरूलाई। अनि यहाँ छान्नुपर्ने पनि हुन्छ। अब यस्तो छ भनेर देखाइदिन्छु। अब यो छान्नु कि यतिकैले दिनु भन्छु होइन, अलिअलि अब यस्तोहरू पनि छ होइन। भिडियो हेरेर अन्तिमसम्म साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। यदि च्यानल मन हुन्छ भने प्लिज सब्सक्राइब टु माई च्यानल भन्दै आज तपाईँहरू माझ म बिदा हुन चाहे। हस्त धन्यवाद, थ्याङ्क्स फर वाचिङ। चाँडै अर्को भिडियोमा भेट्नुपर्छ। हस्त बाई बाई है त।